हेलो माई फ्रेन्ड्स, आज चाहिँ म बनाउन गइरहेको छु मिठो गिलो होममेड चटपटे। घरमा जति सामान छ त्यतिकै मैले गिलो चटपटे बनाउने नि त गरेँ। अब अहिले चाहिँ म प्याज तास्दैछु हैन, यताउता सेटअप गरेँ प्याज काट्दै थिएँ। कस्तो आँखा पोलेर पुरै आसाला जस्तै भयो। अनि त्यस पछाडि म अब केही नगरिकन ढिला नगरिकन टमेटो काट्दैछु अनि धनियाँ पनि काटेँ। घरमा जति सामान छ त्यसकै बनाउनु पर्यो भनेर सोचेर बनाएँ। अनि त्यस पछाडि घरमा अब खाजा खाने टाइम भएको थियो नि त, अनि टिकटक पनि हालेको थिइनँ। अब खाजा खाँदै भिडियो बनाउँछु भनेर मैले स्टार्ट गरेको। गिलोको लागि त्यो रेडी गर्दैछु, फुड कलर हालेर आँटा हालेर रेडी भयो मेरो गिलो। मलाई चाहिँ गिलै मनपर्छ क्या, चटपटे। अनि रेगुलरली अब यस्तै चटपटे चाउचाउ कहिले खाइरहने हुनाले घरमा बोरा नै चटपटे ल्याएर राख्छौँ कि। अनि म अब बनाउँदैछु। अनि अगाडि पनि मैले भिडियो बनाएको थिएँ साथीहरू, हजुरहरूलाई कस्तो लाग्यो। अब बोल्न लय मिल्दैन नि त, अनि त्यही भएर कस्तो ल्याङफ्याङ हुन्छ क्या। यो पनि म चाहिँ हाल्दिनँ, राम्रै भएन भनेर सोचिरहेको थिएँ। त्यही पनि अब बनाइ त हालेँ, लेट गर्दिनँ भनेर अब भोइस ओभर गरेको। यो पनि म चाहिँ घरमा जति सामान छ त्यसकै बनाएर खाँदैछु। अनि अब अस्तिको भिडियो चाहिँ त्यस्तो भएको थियो, यो चाहिँ झन् अलिक नराम्रो भयो जस्तो लाग्यो कि। अनि जस्तो भए पनि हाल्छु भनेर सोचेको। अब टिकटकहरू पनि बनाएको छुइनँ नि त, अलिक अल्छी लाग्छ। कहीँ घुम्न नि गएको छैन, घरमै बनाउन अल्छी लाग्छ। अनि खाजा खाने बेला भयो, अनि अब हाल्नु पऱ्यो भनेर स्टार्ट गरेर बनाइ पनि सकेँ। मम्मीलाई पनि दिएँ बनाएर। अनि त्यस पछाडि म अब खान लाग्दैछु साथीहरू। अब खाँदैछु, हातमा सबै कलर लागेछ, हेर्नु न। यो युज गरेको चम्चा र पनि हातमा लागेरै छोड्यो। खाएको मिठो भएको थियो क्या। एउटा अकबरी हालेको थिएँ, ठिक्क पिरो अमिलो टक्क भएको थियो। म खाँदैछु साथीहरू। अनि अब म अर्कोपालि चाहिँ के बनाएको भिडियो हालौँ भनेर सोचिरहेको छु क्या। यसो भ्लगहरू, सानो मिनी भ्लगहरू हाल्न मन लाग्छ होइन। अनि त्यस पछाडि कहीँ अब घुम्न पनि गएको छैन, यसो घुम्न जाँदा पनि यसो हल्का भ्लगहरू गरेर हाल्दा हुन्थ्यो, टिकटक बनाएर हाल्दा हुन्थ्यो। केही हालेको पनि छैन। अनि त्यस्तो लाइकहरू पनि आउँदैन क्या। मलाई चाहिँ लाइक कमेन्ट त्यस्तो भन्दा पनि अब आफ्नो एउटा मन भनौँ न, मन रहर। अब मलाई चाहिँ भिडियो बनाएर हाल्न पाइ पुग्यो कि, भिडियो बनाएर हाल्छु। अब त्यही त हो नि, घर बसे पनि अब यसरी भिडियो बनाएर हाल्न पायो भने आफैलाई खुसी लाग्छ। साथीहरू लाइक कमेन्ट भनेको त त्यस्तै हो। हजुरहरूले मन पराउनु भयो भने लाइक गरिदिइहाल्नुहुन्छ होइन। मैले जबरजस्ती गर्नु भनेर पनि भएन। अनि यसरी नै चल्दैछ मेरो दिनचर्या चाहिँ। नि खाइसकेँ मैले चाहिँ, अघि उनीहरूले खाएको भाँडा माझिसकेँ। अनि त्यसरी मैले पनि मेरो माझिसकेँ। अब साथीहरू म फेरि पनि अब अर्कोपालि चाहिँ मोमो खाएको भिडियो बनाएर लिएर आउनेछु। अब अहिलेको लागि चाहिँ बाई बाई, सी यू साथीहरू, थ्याङ्क यू।